बालेनप्रति चाहिँ म त्यति असन्तुष्ट पनि छैन, सन्तुष्ट पनि छैन र बालेन शाहको कामप्रति हामी सबैले सम्मान गरेका छौँ आजसम्मको। उहाँको सामाजिक सञ्जालमा कुनै नराम्रो पोस्ट आएर भन्ने कुरा पनि उहाँले गाँजाको तालमा रक्सीको तालमा गरेको हो कि होइन भन्ने कुरामा पनि त्यसमा हामीले प्रत्यक्ष रूपमा देखेको छैन भन्न सकिँदैन। उहाँले के सेवन गर्नुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन, किनकि देखेको पनि छैन नि त। बालेनको कामलाई चाहिँ हामीले सम्मान गर्छौँ र यसो भन्दै जाँदा जेनजीले आन्दोलन एउटा सहभागी हुनुमाको कारण उहाँको स्टाटसले थियो। अघिल्लो दिनको स्टाटसले चाहिँ कुनै साथीहरू जेनजी साथीहरू चाहिँ बालेनको स्टाटसले पनि आन्दोलनमा आएका थिए र त्यसो हुँदै जाँदा 24 गतेको जुन घटना भयो बालेन शाहको 1 बजे वा 12 बजे कति बेला चाहिँ जेनजीहरू प्लिज फर्कौ अब अति भयो नगरौँ भन्ने कुराहरू पनि आयो। उहाँको पोजिटिभ धारणा पनि हो यो। हामीले यसो